चाहिँ हो जू एनिमल रेस्क्यू सेन्टर। काठमाडौँको जू नगएको मान्छे। यहाँ चाहिँ छ अजिङ्गर। ओ माई गॉड, एक्सक्यूज मी, एक्सक्यूज मी है। घरेलु सेतो खरायो अरे। सुपर उल्लू लुकिङ उल्लू उल्लू इज हियर नेक्स्ट उल्लू है त है त यो उल्लू है उल्लू बान उल्लू। अनि यहाँ चाहिँ चराहरू रहेछ धेरै घाइते भएर बसेको। सबै रेस्क्यु गरेको एनिमलहरू रहेछ होइन। मलाई एकदम दुःख लाग्यो। कस्तो दुःख लाग्यो? यिनीहरूलाई अपनाइदिउँ जस्तो लाग्यो। यस्तो त्यो झन्टेकोलाई देख्दाखेरि त झन् दुःख लाग्यो। ओके अजिङ्गर पनि देखियो अनि ऱ्याबिट अनि आउल अनि मृग सबै घाइतेहरू रहेछन् होइन। ओके एभ्रिबडी घाइते सिजर छ घाइते। नक हाम्रो सन्देशी चाहिँ आउनु भएको छैन। म चाहिँ एक्लै ब्लगिङ गर्दै हिँडिरहेको छु। मिलाइसकेको छ भने थाहा छैन है। ल हेर्नुहोस् माथिको भ्यू यस्तो छ। ल हेर्नुहोस् फोटो त्यस्तो छ। एकदम राम्रो बाटो ल हामी त वकिङ गर्दै आइरहेछौँ। कति टाढा हो कति टाढा हो अब 10 किलोमिटर हिँड्यौँ है। यो कुरा चाहिँ हजुरले मिस गर्नु भयो दिदीहरूलाई। अब यहाँ के छ है? अब यहीँबाट हेर न पुच्छन्। फिल्ममा लाग्ने है सन्देशै आउँदैछ होला। अब उहाँबाट चाहिँ भिडियो गरिरहेको छ। यहाँको देख्नु भएको चाहिँ छैन है। यो साइडमा छ सन्देश। ठिक छ। ठाउँको कुरा गर्दा मेन चाहिँ इन्डिजनर के बोले भाइ? अब के बोले भन्दा पनि एकदम त्यो घाइते भएको जनावरहरू हुन्छ नि। यो लेखनाथ एरियाको लागि कलेक्ट गरेर चाहिँ यहाँ आएर चाहिँ संरक्षण गर्नु हुँदो रहेछ। तर वास्तवमा संरक्षणको नाम मात्र रहेछ भनौँ। उहाँहरूले चाहिँ त्यो अझै केयर गर्नुपर्ने चाहिँ छ जस्तो लाग्छ है। एज म चाहिँ भ्युवर भनौँ। अब मैले यसलाई चाहिँ क्वेसन मार्क गर्न मिल्दैन। तर एज अ जेनरल सिटिजन एज अ सिटिजन अफ नेपाल एन्ड ह्याभिङ भोटर राइट मैले चाहिँ त्यो चाहिँ भन्न मिल्छ है। ठिक छ। यो चाहिँ रूपाताल हो। रूपाताल अनि त्यसो जमुनाको भाइरल ब्रिज थियो। यो चाहिँ हाम्रो बाटो एकदम नाइस छ बाटो है। यो चाहिँ रूपा गाउँपालिका आउनुसक्छ। बिचमा चाहिँ त्यो अताल जस्तै त्यो तालको बिचमा बाराई मन्दिर जस्तै चाहिँ एउटा मन्दिर बनाउँछ होला। किनकि यो ड्याम बनाउँदैछ तलपट्टि। अनि ड्याम बनाएपछि चाहिँ यो सबै कभर हुन्छ। अलिक टाइट देखिन्छ। अनि टक्क
प्रिमियम ताल देखिन्छ क्या अहिले चाहिँ कता पानी छ कता पानी छैन त्यसै देखिरहेछ त्यो चाहिँ राम्रो देखिन्छ अहिले हिमालको भ्युजहरू पनि देखिन्छ तर आज देखेको छैन अनि यहाँ बोटहरू हिँड्छ जस रमाइलो हुन्छ यहाँको एउटा टुरिज्म चाहिँ एकदम टुरिज्म इन्डस्ट्री एकदम ओपन हुन्छ अनि बाटोहरू चाहिँ यो साइडतिर छ क्या हामी चाहिँ उता कन्सेप्टको गाडीबाट चाहिँ लमजुङबाट आउने बेलामा चाहिँ यताबाट आउँथ्यो अनि यो साइड हुँदै जाने हो क्या त्यहाँबाट भ्यू चाहिँ झनै राम्रो देखिन्छ क्या यताभन्दा Oh my goodness. Wow. यो ब्रेकफास्ट को लागि वेटिङ राम्रोसँग बोल्नु न अनि ब्लक आउनुपर्छ एकदमै गुड भेरी गुड लास्ट चाहिँ गुलियो ज्ञान हजुरले चिया मिठो छ भने कम्प्लेन आयो पारसको एकदम मिठो छ यो चिया त पाइन्छ जाऊ त हिँड समझेको पतारको फेरि अर्को पनि चारजना ठुलो चारजना हुनुहुन्न त चारवटा ज्याकेट लिएर पठाइदिनुहोस् है एउटा यहाँ मैले नि मगाएको थिएँ भन्नुभयो यहाँ हामीले किन्दाले मैले धकेलेँ बस उता उता बिचमा बस्छ उता दिदीको हेलो हजुरले तपाईँले उता फर्किदिनु यो छेनु बाबुलाई होइन ज्याकेट बाबुलाई राम्रो मैले हान्ने बाबु चारजना चारवटा ठुलो ज्याकेट भनेको छ है गेस्ट राख्ने मान्छे उति गर्ने गर्दै अनि ब्लगले घेरेर एउटा स्टोर जस्तो बनाएर बस्यो पहिला मान्छे अनि आफबाटै आफबाटै देख्छु ल अघि यस्तै भयो कि हामी थ्रिलर एक्सप्रेस अहिले चाइनिजले ल्याएको भनेर त्यहाँ जाने कसरी हो नि दाइ मोमेंटम बिगड़ी है यार टाइम
होइन साथीहरू उता हुनुहुन्छ हाम्रो नयाँ साथी हुन्छ बिनाजु ठुलो खोजेर बस्नु भयो उता पनि पारीहरू बवाल बवाल होमस्टेहरू छन् हाम्रो त्यही हुन्छ लके एभ्रिथिङ गोइङ गुड एकछिन भुइँचालो आयो सानो ठुलै छ काल त होइन अब भुरिदिएको पछि पछि यस्तो ग्याप छ नि यो जङ्गलमा ट्याक्क ढुङ्गाको ब्यालेन्स मिल्यो भने ट्याक्क 3 3 3 गएर पेसेन्जरलाई देखाएर अनि यहाँ लाने र अब यहाँ आउने 1 घन्टा लाग्दो रहेछ मैले लाइक टच गर्छु अनि नमस्ते गर्छु अहिले नमस्ते देख्यौ आऊ तिमी नि गर्दा आऊ त हाम्रो बेगनास्थलको बराहाको भ्यू होइन यो चाहिँ बेगनास्थल चाहिँ उतापट्टि छ हाम्रो चाहिँ यहाँ छ है एकदम राम्रो भ्यू छ यहाँबाट त्यसो एकदम राम्रो रहेछ है भिडियो गरिदिएको ए नाइस आइरहेछ